हेलो आज चाहिँ हामी गेस द वर्ड वाला गेम खेल्दैछौँ ड्याडी बाउ छोरी खेल्दैछौँ ल हजुरले सोचिसक्छ होइन सोचे मैले पनि सोचिसकेँ ल अब के सोचिस के सोचिस होइन कि अब हजुरले क्वेसन जस्तै म सोध्छु ल हजुर त्यो हाम्रो घरमा छ हजुरले सोध्छ अब हजुरले सोध्नु एउटा मात्र त्यही त मैले जस्तो सोधेँ नि हजुरलाई अब हजुरले पनि एउटा क्वेसन चाहिँ सोध्न पाउने कि एकैचोटि सबै होइन एउटा क्वेसन सोध्न पाउने अनि त्यही अनुसारले चाहिँ हजुरले गेस गर्नुपर्ने हाम्रो घरमा पाउने सोचेको हाम्रो घरमा छ है हजुरको कस खानेकुरा हो खानेकुरा नै हो खानेकुरा हो अनि तर सोच्ने खानेकुरा हो कि के हो खानेकुरा नै हो खानेकुरा अनि ठिक छ अनि त्यो रुक्से म सोध्छ अब त्यो खानेकुरा पकाएर खान्छ कि काँचै खान्छ त्यतिकै खान्छ रेडिमेड त्यो रेडिमेडै हो रेडिमेडै हो हाम्रो पसलमा छ छ पसलको हो ल सोध्छ तर त्यो पसलको होइन हुन त पसल हाम्रो पसलमा धेरै चिज खानेकुराहरू छ चिज च्याउ बिस्कुट अब चक्लेट सक्लेट होइन हरेक चिज छ तर मैले सोचेको त्यो मध्येमा पनि अरू कुनै सोचिरहेको छु है ल अन्त ल सोध्छ हजुरले मलाई होइन त्यसमध्येमा चाहिँ के चिज सोच्यो होला त त्यही त हजुरले अब मलाई सोध्छ न मैले चाहिँ के सोचेँ भनेर सोध्छ पसलमै पाउने चिज अथवा या भान्सामा भयो या पसलमा भयो घरमै हुन्छ घर हरेकको घरमा पनि हुन्छ घरको खानेकुरा छ भने होइन अब हाम्रो घरमा पाउने अरू घरमा पनि नपाउने त होइन त्यो के कुरा कस्तो त्यो खानेकुरा नै हो खानेकुरा नै हो तर हाम्रो यहाँ पसलमा चाहिँ हामीले बेच्न राख्दैनौँ त्यति हो मेरोवाला चाहिँ अब हजुरको चाहिँ हाम्रो यहाँ पसलमा चाहिँ होइन कस्तो लिक्विडमा हो मतलब पिउने कुरा हो भन्छ त पिउने कुरै हो मलाई हजुरले के सोचेको भनेर थाहा भइसक्यो जस्तो लाग्यो अहिले नै त्यही पनि हजुरलाई चान्स दिन्छु होइन हजुरले सोध्छ ल अनि तैँले सोचेको चाहिँ पसलमा छैन होइन खानेकुरै हो पसलमा अथवा घरमा भनेपछि पसलमा छैन त्यसमा मैले अब के सोच्नु पर्यो भनेपछि त्यो पसलमा नभएको चिज के सोच्यो भन्ने कुरा मैले फेरि केतिर जाने त्यो त्यही त मलाई सोध्छ न अब हजुरलाई कस्तो के हो भनेर त त्यो के हो त म हिँडिदिन्छु ल त हाम्रो त्यो पकाएर खाने चिज हो भेजिटेबलमा पर्छ ल भेजिटेबलमा पर्छ मलाई मन पर्दैन त्यति ल यत्रो हिँडिसकेँ हजुरको होइन हाम्रो पसलमा पाउने होइन भेजमै आयो त्यो हाम्रो घरमा छ तर हाम्रो पसलमा बेच्दैन क्या त्यति ल भेजिटेबलमा छ हजुरलाई चाहिँ हाम्रो पसलमा भएको पिउने कुरा होइन कस्तो अल्कोहल टाइपको ड्याडी मतलब रक्सी टाइपको मात लाग्ने टाइपको हो बियर हो पहिला नै बताइसकेको छु मैले सोचेको पहिलादेखि नै त्यही बताइसकेको यो चाहिँ राइट एन्सर मिल्यो अर्को देख्यो मेरो कस्तो खाले हो यो राइट एन्सर पहिलादेखि सोचेको गाइज हामीहरूले त्यो सोचेको मेरोमा अड्क्यो क्या हजुरको बनाऊँ